हेलो नमस्ते। आज चाहिँ म नेपालको यो म्याचको समरी बताउन आइरहेको छु। नेपालको टप T20 अहिले डार्बिनमा अस्ट्रेलियामा भइरहेको छ होइन। यो चाहिँ नेपालको सेकेन्ड पार्टिसिपेसन हो अनि आजबाट नेपालको पहिलो म्याच थियो अनि आज नेपालले चाहिँ हारेको छ होइन। आज चाहिँ 30 बल बाँकी रहँदाखेरि उनीहरूले चाहिँ 8 विकेटले जितेको छ एन्टी स्ट्राइकरले होइन। अनि आज खास नेपालले कहाँ गएर गेम हार्यो भनेर मैले आज एउटा एनालाइज गर्न गइरहेको छु। नेपालले चाहिँ हाम्रो चाहिँ पहिले चाहिँ आज नेपालले चाहिँ पहिले ब्याटिङ गरेको थियो होइन। ब्याटिङ गर्दा चाहिँ हाम्रो सधैँको कुशल भुर्तेल चाहिँ अहिले आउट अफ फर्म भन्दा पनि हामीले चाहिँ उनीहरू पुराना खेलाडीहरूलाई भन्दा चाहिँ नयाँ खेलाडीलाई चान्स दिनुपर्छ भन्ने चाहिँ म छु होइन। हामी यो सम्झिनुहोस् कि कुशल भुर्तेलले लास्ट टाइम इम्प्याक्ट नखेलेको चाहिँ धेरै भइसक्यो होइन। अनि उनी आज गोल्डन डकमा आउट गए 5 बलमा। अनि तीर्थराज दास पनि राम्रो लयमा आएको थिए अनि उनी स्पिनमा चाहिँ बोल्ड आउट भए। अनि अनिल कुमार शाह क्याप्टेन पनि आज फास्ट बोलिङमा चाहिँ अनिल कुमार शाहको चाहिँ कस्तो देखियो भनेपछि हामीले चाहिँ उनीले चाहिँ प्रत्येक बल हान्न खोजिरहेका थिए किनकि सुरुमै दबाब भइसकेको थियो, विकेट गइसकेको थियो अनि उनले चाहिँ प्रेसर एजअप गरेर हान्न खोजेका थिए जो उनको गेम होइन। उनी चाहिँ स्ट्राइक रोटेट गर्ने खेलाडी हुन् तर यो गर्दा चाहिँ उनी बोल्ड आउट भएका थिए। अनि फेरि कुशल मल्लको चाहिँ हामी कुनै खेलाडीले चाहिँ हामीले चाहिँ ओभर रेटेड गरिन्छ त्यसमा कुशल मल्ल हुन् जस्तो लाग्छ मलाई चाहिँ होइन। उनी चाहिँ उनीहरूको फिटनेस पनि राम्रो छैन अहिले। उनले चाहिँ फिटनेसमा धेरै काम गर्नुपर्ने छ। उनी आज रनआउट भएका थिए। अनि अर्को छन् पवन सराफले चाहिँ बल खाएका थिए उनले चाहिँ होइन। पछिबाट चाहिँ एक ओभरमा चाहिँ उनले लास्टमा चाहिँ राम्रो गरेर उनी आउट भए। उनको चाहिँ एकदम इम्प्याक्टफुल राम्रो ब्याटिङ थियो आजको। अरू हेर्दा चाहिँ उनले चाहिँ 49 बलमा चाहिँ 41 रन हानेका छन्। अर्को त्यसमा छ लोकेश बम पनि आएर हाम्रो नेपालको खेलाडीले चाहिँ कस्तो भइरहेछ भनेपछि हामीले चाहिँ एउटा स्टार्ट गरेर चाहिँ त्यो स्टार्टलाई चाहिँ ठुलो इम्प्याक्ट रनमा चाहिँ हामीले अझै पनि दिन सकेका छैनौँ हामीले चाहिँ होइन। अनि तपाईँको रसिद खान भन्नुहोस् अनि फेरि नारायण जोशीले चाहिँ लास्टमा राम्रो क्यामियो खेले होइन। जुन 8 बलमा 15 रन हानेका थिए, एउटा चौका एउटा छक्का राम्रो खेले होइन। अनि उनीहरूको चाहिँ एन्टी स्ट्राइकरबाट चाहिँ हामिस भन्नेले चाहिँ 3 विकेट लिएका थिए, अरूले चाहिँ सबैले 1-1 विकेट लिएका थिए। अनि चाहिँ उनीहरूको ब्याटिङ आउँदाखेरि चाहिँ एन्टी स्ट्राइकरको ब्याटिङ आउँदा चाहिँ हामीलाई लागिरहेको थियो कि नेपालको बोलिङ राम्रो छ तर यो हुन सकेन। नेपालले चाहिँ यो डाइसी सक भने चाहिँ क्याप्टेन जुन हाम्रो लुम्बिनी लायन्सबाट पनि एनपिएलमा उनी खेलेका थिए। उनले राम्रो सुरुवात दिए, 18 बलमा 23 रन हानेका थिए। अनि चाहिँ पवन सराफले चाहिँ 2 विकेट लिएका थिए तर एउटा चान्स क्रिएट गर्नै सकेन नेपालले चाहिँ होइन। अनि एउटा चाहिँ छुटाउने नहुने चाहिँ आज तीर्थदासले चाहिँ राम्रो क्याच गरेका थिए होइन। अनि हन्जो बेन भन्नेले चाहिँ आज चाहिँ 50 रन नट खोलेका थिए। अनि जोर्डन सिल्कले पनि आज 28 बलमा 42 रन हानेका थिए। अब चाहिँ समग्र यो हेर्दाखेरि चाहिँ के देखिन्छ भने चाहिँ नेपाल चाहिँ आफ्नो एउटा क्यापेसिटी भन्दा चाहिँ त्यो गरेको छ, खेलेको छैन। अब भोलि चाहिँ हेरौँ, अब बङ्गलादेश टिमसँग छ नेपालको म्याच। भोलि चाहिँ अस्ट्रेलियाको साँझ 5:30 बजेबाट छ अस्ट्रेलियाको 5:30 बजेबाट नै अस्ट्रेलियाको चाहिँ तपाईँको 6:30 बजेबाट नाइट गेम यो पनि होइन। हेरौँ अब के गर्छ नेपालले चाहिँ। अहिले चाहिँ हामीले चाहिँ नेपालको चाहिँ के देखिरहेछ भनेपछि खेलाडीहरू चाहिँ आफूले ग्यारेन्टी लिएको छैन कि म टिममा पर्छु, मैले हाने पनि म टिममा हो, म नहाने पनि टिममा हो, म हाने भने नेपाल टिममा, हानेन भने चाहिँ नेपाल टिम एमा। यस्तो छैन कि नेपाल टिम एमा आउनको लागि कुनै कम्पिटिसन छैन। हेर्नुहोस्, विनोद भण्डारी राम्रो खेलाडी थिए, उनी एजको कारणले उनी टिममा पनि परेनन् हो, त्यस्तो भइरहेको छ। अनि चाहिँ त्यस्तै छ। आज चाहिँ हामीले चाहिँ नेपालले चाहिँ आज ब्याटिङ चाहिँ एकदम कमजोर खेल्यो होइन। सुरुमै डट बलहरू खाएर चाहिँ पछिको खेलाडीले चाहिँ प्रेसर दियो
जुन तपाईँको लोअर अर्डर हुन्छ नि, लोअर अर्डरलाई चाहिँ नेपालले एकदम धेरै प्रेसर दियो। अनि चाहिँ टप अर्डरले चाहिँ एकदम बल खाइदिने। यो चाहिँ हाम्रो सिनियर टिममा पनि यस्तै छ। अनि फेरि हाम्रो नेपाल ए साइडमा पनि त्यस्तै छ। हामीले चाहिँ के देखिरहेको छ भनेपछि नेपाल टिमले सुरुमै बल खाने, अनि बल खाने, अनि पछि आउने खेलाडी चाहिँ प्रेसर हुन्छ। उनीहरूले चाहिँ एक बल पनि खेल्न पाउँदैन, आएपछि हान्नु नै पर्छ। कि ब्याटमा लागेर छक्का जाने हो, त्यो कि आउट हुने हो। त्यही भएर चाहिँ अब हामीले हेरौँ। अब भोलिको पनि अब यो चाहिँ एउटा लर्निङ प्रोसेस मात्रै हो एउटा चाहिँ होइन, यो यसमा चाहिँ होइन। तर कस्तो हुन्छ भनेपछि नेपाल ए भन्दा चाहिँ होइन, हाम्रो एउटा कन्ट्री रिप्रेजेन्ट गरेर गइरहेको छ हामी नेपाल चाहिँ होइन। तर खेलाडी उनीहरू चाहिँ अस्ट्रेलियाको उनीहरू क्लब चाहिँ क्लब रिप्रेजेन्ट गरेर खेल्न र एउटा कन्ट्री रिप्रेजेन्ट खेल्नलाई धेरै फरक हुन्छ। यो चाहिँ खेलाडीले मनमा लिएर चाहिँ राम्रो खेल्नुपर्छ। त्यस्तै हो। यो चाहिँ हामीले नयाँ खेलाडी चान्स पनि दिनुपर्छ होइन। म अब अर्को गेममा म के देख्न चाहन्छु भनेपछि चाहिँ हाम्रो चाहिँ तपाईँको चाहिँ लोकेश बमलाई चाहिँ मैले ओपनर आउन देख्न चाहन्छु, तीर्थ दाससँग लोकेश बम। अनि 1 डाउन आउन म हेर्न चाहन्छु अनिल कुमार शाह अनि कुशल भुर्तेल म देख्न चाहन्छु 4थो नम्बरमा चाहिँ। किनकि उनी चाहिँ टप अर्डरमा चाहिँ अहिले राम्रो खेलिरहेका छैनन्। उनलाई चाहिँ 2-3 स्टेप पछाडि टाइम दिनुपर्छ। अनि हाम्रो कुशल मल्ल छन्, पवन सराफ छन्, अनि रसिद खान, नारायण जोशीहरू छन् होइन। अनि पनि राम्रै छन् अहिले चाहिँ होइन, उनीहरूले राम्रो गरिरहेका छन्। अनि बलिङमा पनि हामीले एकदम फितलो बलिङ गरेका थियौँ आज। आकाश चन्दले पनि आज राम्रो इम्प्याक्ट फुल बोलिङ देखाउन सकेनन्। अनि तपाईँको रिजन ढकाल, साब आलाम, अनि चाहिँ हाम्रो कुशल मल्ल, कुशल भुर्तेल। हाम्रो चाहिँ मलाई के लाग्छ भनेपछि नेपालले चाहिँ ब्याट्सम्यानलाई किन बोलिङ गराइरहेको छ? कमसेकम 4वटा त पर बलर खेलाउनु पर्छ हामीले। 3टा त T20मा चाहिँ तपाईँको 2टा नभए 3टा चाहिँ पर बलर खेलाउनै पर्छ। हामीले के खेलाइरहेछौँ? आकाश चन्द एउटा पर बलर हुन्, रिजन ढकाल पर बलर हुन्, अनि तपाईँको साब आलम पर बलर हुन्। यिनी 3जना मात्र बलर खेलाइरहेछौँ हामीले। अनि हाम्रो सबै अलराउन्डर मात्र छन्। पवन सराफ अलराउन्डर हो, अनि कुशल मल्ल अलराउन्डर हो, ब्याटिङ अलराउन्डर, कुशल भुर्तेल अलराउन्डर हो होइन। हामी चाहिँ पर ब्याटिङ पनि खेलाउनु पर्ने छ हामीले। आजको गेममा जे जस्तो भए पनि अब अर्को गेममा चाहिँ भोलि चाहिँ हाम्रो पाकिस्तान यो बङ्गलादेशसँग चाहिँ हाम्रो गेम छ। बङ्गलादेशको गेम भन्दा अगाडि पनि मैले एउटा सानो प्रिभ्यू भिडियो लिएर आउनेछु मैले, अनि त्यसको लागि हेर्नु होला। अब हामीले हेरौँ भोलि चाहिँ। अब आज जे गल्ती गरेका छन् भोलि चाहिँ के सुध्रिन्छ, भोलि चाहिँ हामीले हेर्न बाँकी नै छ। आजको लागि धेरै धन्यवाद। आज यो हाम्रो फर्स्ट भिडियो हो। आजबाट हामीले यो हाम्रो डे फर्स्ट हो। आजबाट हामीले यो भिडियो राख्न सुरु गरेका छौँ। बिस्तारै सिक्दै हामीले चाहिँ यो प्रोसेसलाई चाहिँ हामीले चाहिँ रेगुलर दिनेछौँ भन्ने आशा र हामीले एउटा प्रमिस गर्छु म चाहिँ होइन। यो लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्। धन्यवाद। सी यू गाइज।